नेशनल घडिङबाट फेस्ट, नेशनल घडिङबाट फेस्ट, नेशनल घडिङबाट फेस्ट हामीले सुनिरहेको नै छौँ। तर आखिर के हो त नेशनल घडिङबाट फेस्ट? आज यसलाई हामी डिटेलली सिम्पल भाषामा बुझौँ है त। करिब 4-5 महिना अगाडि नाडाको अटो सो भएको थियो। कतिजना जानु भएको थियो? त्यहाँ थुप्रै थरीको कारहरू देख्न सक्थ्यौ। क्लासिकदेखि लिएर ओल्डदेखि लिएर नयाँ न्यू जेनेरेसन न्यू टेक्नोलोजीको कारहरू देखेको थियो। त्यो थियो कारको एक्सपो, यानी कि थुप्रै थरीको कारहरू देखिने ठाउँ। त्यसै गरी नेशनल घडिङबाट फेस्ट भनेको कन्स्ट्रक्सनको बिगेस्ट एक्सपो, जहाँ तपाईँले घर निर्माण सम्बन्धी ए देखि जेड सम्म सम्पूर्ण कुरा एकै ठाउँमा पाउन सक्नुहुन्छ। हो, त्यहाँ चाहिँ 150+ हाम्रो भेन्डरहरूले आफ्नो स्टल राख्दै हुनुहुन्छ। पञ्चकन्या डिमेक्स आउनु भएको छ, एशियन पेन्ट्स, व्हाइट रूम्स, सहारा सेवा, आइटिपीएफ पाइप लगायत थुप्रै भेन्डरहरू आउनु भएको छ। ठुला लगायत थुप्रै वाटरप्रुफिङका भेन्डरहरू, सिक्का वाटरप्रुफिङ, ट्रिनिटी वाटरप्रुफिङ, तपाईँलाई चाहिने सबै खालका भेन्डरहरू आउँदै हुनुहुन्छ। देश विदेशका एक्सपर्ट इन्जिनियर र आर्किटेक्टबाट निशुल्क घर निर्माण परामर्श पाउन सक्नुहुन्छ। त्यसै गरी अर्को भनेको इन्जिनियरिङ कलेजबाट थुप्रै हाउस मोडलहरू आउँदैछ, जहाँ रेसिडेन्सियल र कमर्सियल बिल्डिङका 100 भन्दा बढी मोडलहरू तपाईँले देख्न सक्नुहुन्छ। त्यसै गरी हामीले अर्को लिएर आउँदैछौँ वर्ल्डको सबैभन्दा ठुलो इट्टा, यानी कि वर्ल्ड लार्जेस्ट ब्रिक। गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि नाम राख्नको लागि पनि हामी त्यो इट्टा बनाउँदैछौँ। त्यसै गरी अर्को मुख्य आकर्षण भनेको डोम हाउस, उल्टो घर, पैसा कमाउने घर, गृहकुञ्ज लगायत थुप्रै आकर्षणहरू हेर्नको लागि तपाईँ नेशनल घडिङबाट फेस्ट जुन पुस 12, 13, 14 र 15 मा भिरकुटी मण्डपमा हुँदैछ त्यहाँ आउन सक्नुहुन्छ।